छोरा त्यता यो को हाँ अब देखिए भाइ होइन बहिनी ए ल हेर दाइ ए को कसैलाई अत्तरी छैन दुई दिनको चलामा हैन छोरो बिस्कुट तिमी बाउ छोरा तिमीहरू बाउ छोरा माने हो बाबु छोरा हो देखिया ल तिमी को अरे यिनी बुहारीले खाली खन्चु आखिनी भन्नु ल यता तिमी कहाँ सोलबा के अरे देखिएन ल भाउजू कृष्ण दाइलाई देखाइन्छु मैले यहाँ भात पोसेन देखियो नि एकदम देखियो राधे म त यस्तरी बसेपछि कसरी हो ल हेर्ने मात्रै के हेर्ने म देखिआएन नि देखिया काम भन्न सकिन्छ काम थाप्न सकिन्छ हेलो यता ए त्यस्तै हो ल दाइहरू भाइले रुनी भयो लाज नभए कि सवारी पनि आयो कति साइज पर्यो ल राम्रो जानु होला दिदी साइज पार्दिएँ मैले सानीमा अब हामी पनि जाने हो आज म निस्किन्छु कि मिनाहरू बस्छन् गरुङवाला भारी बोकेर फालिरहनु छ ए दिदी होइन के मेरो त कामै यही हुने भयो के ल है ल तल आउनु न यसो आउनुहोस् हेर्नु न सबै गरेको छु ओ हिरो कहाँ हो कहाँ तिमी कहाँ हिँडेको तिमी होइन ए दाइले बुढो म हिँडे भन्नुहोस् के साइलामा हजुर गाडी होइन हजुर गाडी उतै बस्नुहोस् ल हाम्रो आमा खै त भाइ आउने रहेछ बस्नु मै छ यहाँ रहेछ मान्छे त ल बाबु है
ए भाउजू हजुरको ब्याग खै ए भाउजू ब्याग खै ब्याग हजुरको ल ल बाबा आमा दिदी है राम्रोसँग जानु होला ल है ल ल बोल तिमी कहिले जान्छौ खै त एकपालि जाओस् त ल ए ल भाउजू एकपालि जाओस् ए ल निकाल्न ला के बाइक ओ बाइकमा आउँछ ऊ बाइक पछाडि हालेर लिएर जान्न ल ल ल ल पैसा र बाबु दाइ जानु के भयो बस्नु त आज म जान्छु बुवालाई अगाडि राख्नुपर्छ बुवालाई अगाडि राखिदिनु है बुवालाई अगाडि राख्ने ल बरु ल है ल ल आओ के यहाँ भिडियो गर्नु आओ साइल बाफेरमा गुप्ती बा घतिर जानुभयो कि के ल ल बाई है ल सुरज दाइले ह्याप्पी बर्थडे भनेको भनिदिनु है भाउजू ल ल हजुरलाई नि भोलि अब कता म्यासेज गरौँला बडी ल है राम्रो गए ए त्यो तिमीलाई बाँकी पैसा अङ्कल दिनुहुन्छ है नारायण अङ्कल बुटोलको पनि तपाईँको होइन र होइन मेरो होइन अब हुन्छ कुनै दिन गर्दैन बधाई है यो सुनिएको मैले आउने हो बुटुलतिर कहिले जान्छ तिमीहरू हामी त सुने आज बोलियो हाम्रो नम्बर नै ल दिदी ल हुनु नका भित्र त दिदीलाई देऊ न ल जाऊ जाऊ हाल्दै त्यहाँ हाल्दो हेर के लिएर आउनुभयो झोला खै साठी हो भिनाजु रोक्नु हजुर भिनाजुको झोला हिँड्दै जाने होला नि हजुर होइन र ल ल ल अस्ति 27 गते घरमा पूजा थियो त्यही पूजाको चाहिँ आज चाहिँ हामी चाहिँ यसरी चाहिँ यहाँ फुलपाती सेलाउनको लागि हामी चाहिँ यसरी आइए अब यो फुलपाती सेलाएर यहाँ हामी आज पूजा विसर्जन गर्दैछौँ
आज आधीघाटी कालीगण्डकीमा चाहिँ हामीले यसरी चाहिँ फुलपाती चाहिँ विसर्जन गर्दैछौँ हामीले यसरी अब यहाँ फुलहरू चाहिँ ल्याएर होइन सबैजना भएको छेक कालीगङ्गा कबर बाला खुल्ला पैसा छ पैसा राख भाइ फुलपाती यसरी सेलाइ तँ खोलेर हो कि मिना यो खोलेर काँच खोलेर खोलेर ल खोलेर गरौँ ल फुलपाती ल हामीले सेलाइ आज ल पितृदेव भव ल हामीलाई चाहिँ सबै कल्याण गरेर सबैजनालाई हाम्रो परिवारलाई अब अङ्कल आन्टीहरू त गइसक्नु भयो होइन उहाँहरूको पनि हामी सबैजनाको यो सबै कल्याण गरेर ल हामी भण्डारी परिवारको सबैजनाको यसरी विसर्जन गरियो हामीलाई चाहिँ अब यो खलिफाको चाहिँ पूजा गरेर होइन पितृहरू अब कहिले पनि नरिसाउनु होला हामीसँग एकदम हामीलाई चाहिँ दुःख नदिनु होला हाम्रो चाहिँ सधैँभरि कल्याण गर्नु होला हामीसित खुसी रहनु होला हामीले चाहिँ जानेको तन मन धन दिएर सम्पूर्ण सबै प्रयोग गरेर हामीले गरे हामीले जानेको जति सब गरे तपाईँहरूलाई हामीले चाहिँ कहिले पनि चाहिँ नराम्रो गर्ने छैन तपाईँहरूले हामीलाई चाहिँ हेरेर राम्रोसँग हामीलाई चाहिँ आशीर्वाद दिनु होला तपाईँहरूले ल है त ल अब हामी भण्डारी परिवारको चाहिँ यो पितृ पूजा चाहिँ गरेर यो हामीले चाहिँ मजाले फुलपाती सेलाइयो यसरी बगाइयो हामी भण्डारी परिवारको चाहिँ एकदम जय होस् सबैजनाको सबैलाई पूजा गरी हामी सबैजनालाई सबैको घर परिवारलाई हामीलाई राम्रो होस् ल पितृदेव ल आजदेखि हामी तपाईँलाई चाहिँ यहाँ गङ्गाजी यहाँ चाहिँ हामी चाहिँ खुसी भएर तपाईँलाई चाहिँ बगाइएको छ ल हामीलाई चाहिँ अब दुःख दिने काम नगर्नु होला ल है ल ओइ खुसी हाँ हजुर ल बगाइदेऊ फुलहरू पुरै बगाइदेऊ ल